देऊ न खजल लाग्यो नि तिमी क भन न त्यहाँ हेरेर भन न के भन बी भन खोइ बल खोइ देखाउ त बल देखाउ न मामलाई ए बी सी डी ई एफ जी एच आई जे के एल एम एन ओ ओ ओ ओ ओ खोइ ओ ओरेन्ज प्रधानाध्यापक आदरणीय रामजी सुवेदी सरलाई आशीर्वाद गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी बसन्त आधारभूत विद्यालयका धन्यवाद छ। आजको हाम्रो यो कार्यक्रम अब उद्घाटन भइसकेको छ। अब हामी कार्यक्रम अगाडि बढाउने जमर्कोतिर छौँ र आज हामीले अघि नै हाम्रो स्वागत मन्तव्य गर्नुहुने हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 24 को वडा सदस्य मित्रले भनिसक्नु भएको छ। तपाईहरु विद्यालयका प्रप अनि हाम्रो प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू शिक्षक साथीहरू प्यारा विद्यार्थी भाइ बहिनीहरू सबैमा आज बिदाको दिन होलीको दिन अब कार्यक्रम गरेर यहाँ आउनु पर्यो भनेर मनमा नै अलिकति थोरै गुनासो पनि सरहरूले गर्नुभएको थियो। ती सबै कुराहरू मिलेका छैनन् भने पनि त्यसलाई सरहरूले अलिकति यो कुरा नमिलेको जस्तो लागेको भए अब हामीलाई नै गाली गरेर त्यो तिनमै सीमित राखिदिनु। हामीलाई पढ्न अंग्रेजी लेखिएको पैसा छ। Who is the father of computer? Who is the father of computer? हामीले पास भनिसक्नु भएको छ। अब यो प्रश्न बसन्त आबीलाई राइट आन्सर बसन्त आबीले पनि खाता खोल्न सफल भएको छ। राइट आन्सर चार्ल्स बाबेल। पालो बसन्त आबीकै आदि कवि भनेर कसलाई चिनिन्छ? हो राइट आन्सर भानुभक्त आचार्य। अब प्रश्न छ नेपाल नेपालमा कति प्रकारको माटो पाइन्छ? गलत। सरस्वती कुञ्ज 3 भने गलत। राइट आन्सर सिद्ध बराहाले खाता खोल्न सफल भएको छ। यसको सही जवाब पनि 5। सरस्वती कुम्बाबीले कति छन्? 10। 10।
प्रश्न ध्यान दिएर सुनिदिनु होला। रानी महल कुन जिल्लामा पर्दछ? गलत। राइट आन्सर सिद्धबराहले क्वेसन आउँछ, तपाईँले अतारिनु होला। यदि यहाँ बालबालिकाहरूले बुझेनन् जानेनन् भने बाहिरबाट क्वेसन आउँछ, त्यही भएर हतार नगरिदिनुहोस्, मजाले सुनिदिनुहोस्। सिद्धबराहले 8 नम्बर क्वेसन चुज गर्नुभएको छ। क्वेसन सुनिदिनु होला। पोखरा महानगरपालिका 24 नम्बर वडाका वडा अध्यक्षको नाम के हो? सही जवाब। ग्रहहरूको वरिपरि घुम्ने वा परिक्रमा गर्ने आकाशीय पिण्डलाई के भनिन्छ? के गरेको? के खाएको नि तिमीले? के खाएको? रुगाला विश्वज्योति इङ्ग्लिस बोर्डिङ स्कुल। अब रोज्ने मातृभूमि। धेरै सजिलो प्रश्न, ध्यान दिएर सुनिदिनु होला। डेभिड फल्स अर्थात् पाताले छाँगो कुन जिल्लामा पर्दछ? राइट आन्सर कास्की। डेभिड फल्स कास्की जिल्लामा पर्दछ। पारेबारी विश्वज्योतिले 16 नेपाली विषयसँग सम्बन्धित प्रश्न छ। कक्षा 4 को नेपाली किताबमा रहेको कविता सबै मेरा गुरु का रचनाकार को हुन्? प्रश्न कम्प्युटरसँग सम्बन्धित छ, ध्यान दिएर सुन्नु होला। कम्प्युटरको मस्तिष्क सीपीयू को पूर्ण रूप के हो? के अरे? गलत। सही जवाब सेन्टर होइन, सेन्ट्रल प्रोसेसिङ युनिट। अर्को पाने आदि। 2 नम्बर प्रश्न सुन्नु होला। गणितसँग सम्बन्धित छ। 1 मिटरमा कति सेन्टिमिटर हुन्छ? कति? सही जवाब 100 सेन्टिमिटर। वसन्त आदि 4। आठ त भइसक्यो। यहाँ सरहरूले चेक दिनु भएको छ कि सायद 6 सायद यो टुर्नामेन्टकै सबैभन्दा सजिलो क्वेसन। नेपाली साहित्यका महाकवि भनेर कसलाई चिनिन्छ? राइट आन्सर विश्वज्योति। विश्वज्योति 3। धेरै सजिलो इङ्ग्लिस बोर्डिङ स्कुललाई सामाजिक अध्ययनलाई अङ्ग्रेजीमा के भनिन्छ? स्टडी। गलत।
छ एक प्रश्न अलि मिलाउने खालको छ। रेडियो नेपालको स्थापना कहिले भएको थियो? साल, महिना र गते भन्नुपर्नेछ। साल, महिना र गते। राइट आन्सर। राइट आन्सर बसन्त आदिको। एकपछि भन्छु र विश्वज्योतिले 3 स्थान लिएर आफ्नो अर्को स्थान कब्जा गर्नुभएको छ र यो सँगै अब फाइनल नतिजा म यहाँ वाचन गर्न गइरहेको छु। फाइनल नतिजा सुनिदिनु होला सर। फाइनल नतिजा तयार पारिदिनु हुन अनुरोध गर्दछु। हासिल गर्न सफल हुनुभएको छ सिद्ध बराबरीका भाइ बहिनीहरू। बधाई छ, शुभकामना छ। प्रथम स्थान हासिल गर्नुभएकोमा, द्वितीय स्थान हासिल गर्नुभएकोमा बसन्त आदीका भाइ बहिनीहरूलाई हार्दिक बधाई र शुभकामना। तृतीय स्थान ल्याउनु भएको छ विश्वज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका भाइ बहिनीहरूलाई हार्दिक बधाई र शुभकामना। त्यस्तै सान्तोना स्थानमा चतुर्थ स्थान ल्याउनु भएको छ सदाशिव आदिका विद्यार्थी भाइ बहिनीहरूले। यहाँहरू सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै म पनि यो मेरो जिम्मेवारीबाट अब माइक्रोफोन वडा सचिवज्यूलाई हस्तान्तरण गर्दै बिदा हुन्छु। हस्त, नमस्कार, धन्यवाद। पानी आदि सानो च्याट्टका पराएर च्याट्टका भएर अगाडि आएर आफ्नो सहभागी प्रमाणपत्रलाई दिनुहुन हार्दिक अनुरोध गर्दछु। पानी पानी सरस्वती कुञ्ज धार्मिक विद्यालय र विद्यार्थी भाइ बहिनीहरूलाई अगाडि आएर प्रमाणपत्र ल्याइदिनु त वितरण गरिदिनु हुन 24 नम्बर वडा कार्यालयका वडा सदस्य श्री नयाँ नेपालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। सान्त्वनाको लागि विक्रम सुवेदी, प्रशंसा सुवेदी, प्रशंसा सुवेदी, अञ्जली पौडेल, अञ्जली पौडेल,